हामी चण्डीगढबाट ठिक 12 बजे नेपालको लागि कृष्णनगरको यात्रामा हिँड्दै गर्दा आज बीच बाटोमा ल्याएर गाडीको मान्छेले यसरी अल्पत्र अवस्थामा चाहिँ छोडेको छ। यस्तो सानो सानो बच्चाहरू छन्, तर उनीहरूलाई कुनै मतलब छैन। हुन त एउटा चाहिँ सानो एक्सिडेन्ट भएको छ गाडीमा, त्यो गाडीको प्यासेन्जरलाई लिन भनेर गएको हो। तैपनि यहाँनिर तपाईँलाई यहाँ देख्न सक्नुहुन्छ यो स्थिति होइन, यो यस्तो छ हालत होइन। सानो बच्चाहरूलाई यो बिचमा ल्याएर अब तपाईँहरू यहाँ बस्नुहोस् भनेर त्यो प्यासेन्जर लिनलाई भनेर गएको छ गाडी। अब कति बेला आउने हो केही थाहा छैन होइन। यो यस्तो हालतमा चाहिँ छोडेर यी पुरै चाहिँ हाम्रो गाडीमा आएको प्यासेन्जरहरूलाई हेर्नु, कति सानो बच्चाहरू यहाँनिर। यो तपाईँहरूलाई देखाइरहेको छु, यो बच्चाहरू यति सानो बच्चाहरूलाई यसरी अल्पत्र रूपमा छोडेर ल हेर्नुहोस् यस्तो हालतमा हामीले यहाँ टेबलमा सुताउनु भएको छ। यसरी चाहिँ यो हालतमा छ बच्चाहरू। यसरी चाहिँ नि गाडीलाई यहाँ सानो बच्चाहरूको छ, यसरी चाहिँ छोडेको छ। यसरी चाहिँ छोड्दाखेरि अलिकति इन्डियाबाट जसले चाहिँ यो इन्डियामा बसेर जुन नेपाली गाडीहरूलाई चाहिँ तपाईँहरूले प्राथमिकता दिनुभएको छ चण्डीगढबाट, उहाँहरूलाई अलिकति एउटा सन्देश पनि दिने हो कि भन्ने लाग्छ। त्यस्तै गरी यता बाहिर पनि बस्नुभएको छ उहाँहरू। यो चाहिँ गाडीले ल्याएर यसरी बिच बाटोमा ल्याएर छोडेको छ। यो चाहिँ चण्डीगढमा रहने तथा नेपालबाट चाहिँ जसले गाडी पठाउनुहुन्छ उहाँहरूले अलिकति विचार पुर्याउनु पर्ने देखिएको छ। यसलाई चाहिँ यो समिति सायद यो समिति छ, यो चण्डीगढबाट पठाउने समितिको सायद यो हो, सगरमाथा टुर्स एन्ड ट्राभल्स। योलाई अलिकति चाहिँ नि सबैजनाले झकझकाउने हो कि भन्ने लाग्छ। यो यहाँनिर चाहिँ यो कार्ड उहाँहरूको यो रहेको छ होइन। यसलाई चाहिँ तपाईँहरूले त्यही अनुसार चण्डीगढमा बस्नुहुने सबैजनाले चाहिँ अलिकति आवाज उठाइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। यो देख्नु भएको छ, अब यो सधैँ यस्तै हो या अहिलेको समयमा यस्तो भएको, यो तपाईँहरूले चाहिँ आफै मूल्याङ्कन गरिदिनु होला। सबैले चाहिँ एकचोटि आवाज उठाएर यो गाडीहरूलाई अलिकति सजगता अपनाउनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।